गाइज आज चाहिँ टक्कसँग यो चाहिँ हामी अक्टोपस चाहिँ बनाइरहेछौँ होइन। अब यहाँको भाषामा चाहिँ यसलाई पोल्पो भन्छ होइन। टक्कसँग यसलाई चाहिँ सिस्टम अनुसार चाहिँ आज बनाइन्छ। ल नजिक आउनुहोस् त काका, यता ल्याउनुहोस् त। यसलाई टक्कसँग यसरी यहाँ देखाउनुहोस् है। यसलाई टक्कसँग यसरी पहिला फर्काउने होइन यो चाहिँ। अनि यसको मसलाहरू टक्कसँग यो जति पनि आन्द्रा भुँडीहरू छ यसलाई टक्कसँग छेउमा यसरी फाल्ने होइन। अनि त्यसपछि अलि नजिक गर्नुहोस् न। अनि टक्कसँग यसलाई चाहिँ टक्कसँग पारामा चाहिँ यस्तै यता यता त्यहाँ टक्कसँग यस्तरी बनाउने होइन। अनि त्यसपछि यहाँ तल जाने अनि त्यसपछि टक्कसँग यसलाई यस्तरी स्लो मोसनमा यस्तरी बिस्तारै काट्ने। टक्कसँग अनि यसलाई खुलिप्त यस्तरी निकाल्ने, यसलाई यसको यो चाहिँ भुँडी निकाल्ने होइन। सर्लक्क निकालेर यस्तरी फाल्ने होइन। अनि यहाँ ल हेर्नुहोस् त, अक्टोपस चाहिँ अब चाहिँ लगभग रेडी भयो। अब चाहिँ यसलाई टक्कसँग खालि काट्न मात्र बाँकी हो। बाँकी यसको सरसफाइ एकदम भित्रदेखि लिएर बाहिरदेखि लिएर सबै ठाउँमा सफा भइसकेको छ। ल यता देखाउनुहोस् त। अब चाहिँ यो खानको लागि रेडी भइसकेको छ। यसलाई टक्कसँग पारामा चाहिँ यसलाई फ्राई गरेको भिडियो चाहिँ अर्कोचोटि आउँछ ल। ओके, ग्राzie।